आजभोलि मलाई तिम्रो बानी पर्न थालेको छ। हप्ताको 6 दिन तिमी बिजी हुन्छौ म बुझ्छु, तर 7औं दिनमा तिम्रो कल र मेसेज आउँछ कि भनी फोन हेर्ने बानी पर्न थालेको छ। तिम्रो फेसबुकको स्टोरी, टिकटकको भिडियो मेरै लागि बनेका हुन् जस्तो लाग्न थालेको छ। हुन त साथीभन्दा माथि हाम्रो सम्बन्ध छैन, तर पनि खै किन हो तिम्रो कल र मेसेजले मलाई साँच्ची नै सोचेको भन्दा धेरै खुसी मिल्न थालेको छ। भन्छन् संसारमा सबैभन्दा गाह्रो चिज चाहिँ पर्खाइ हो रे, तर म गाह्रो नमानी खुसी साथ तिम्रो कल र मेसेजको पर्खाइमा हुनेछु। यदि तिमीले मलाई सम्झिएनौ भने पनि कुनै गुनासो गर्ने छैन, किनकि तिमीलाई त थाहा पनि छैन मलाई तिम्रो बानी पर्न थालेको छ। त्यसैले त होला मलाई यो लामो पर्खाइ पनि प्यारो लाग्न थालेको छ।